गर्दाको दुश्मनीको केही पनि होइन। यो न्यायको लडाईँ हो। पेशागत धर्मनिर्वाह गर्दाखेरिको राज्यले लिएको बदलाको कारबाही हो। यो राज्यले नयाँ सरकार बनेदेखि सुशासन कायम गर्ने भनेर जुन आयो, उसले सुरुदेखि नै कहिले ट्रेड युनियनलाई, कहिले विद्यार्थी युनियनलाई, कहिले चाहिँ कर्मचारीहरूलाई, कहिले न्यायालयलाई, कहिले मिडियालाई गिजोल्दै आयो। प्रहरी प्रशासनदेखिले केही पनि अछुतो रहेन। यस क्रममा आफ्ना विरोधीहरू मास्नको लागि, विरोधका आवाजहरू बन्द गर्नको लागि कानुनी प्रक्रियाबाट पनि होइन, कुनै परम्परा केहीले पनि होइन, एकदमै हुकुमी शैलीमा यो राज्य उद्यत रहँदै आयो, प्रयुक्त हुँदै आयो। नत्र जनआस्थाले लेखेको न्युजहरू कुनै गलत छन् भने राज्यले त्यसलाई खण्डन गरे हुन्छ। विधि प्रक्रिया छ, प्रेस काउन्सिल छ, अदालत छ, होइन, अनेक प्रक्रियाहरू छन्। त्यो कुनै पनि प्रक्रियामा नभइकन ऊ पात्रहरू खडा गर्ने, पात्र खोज्ने र जनआस्था विरुद्ध प्रयोग गर्ने काममा लाग्दै आयो। खेतालाहरू, गोठालाहरू खोज्दै आयो। र यस क्रममा केही समाजमा डामिएका मान्छेहरू, समाजमा केही चाहिँ आफै मुछिएका, सामाजिक सञ्जालमा आफै रमाएका, रङ्गिएका पात्रहरूलाई खडा गरेर ल्याएर हाम्रा विरुद्ध प्रयोग गर्न खोजियो। त्यसैको एउटा क्लाइमेक्स हो। अब मुद्दा थप्दै लाने, कसरी हुन्छ यसको आवाज बन्द गर्ने खेल थियो। त्यस क्रममा यदि यो आज चाहिँ सम्मानित सर्वोच्च अदालतले यो वैयक्तिक गोपनीयताको हकका नाममा जुन तथाकथित लफडावाला कानुन ल्याएर, व्यक्तिगत आफैले सामाजिक सञ्जालमा लेखेर आफै सेयर गरेको कुरालाई ल्याएर ती मान्यज्यू जसको बारेमा आयो उहाँ पो भिक्टिम हुनुभयो। ती मान्यज्यू जो राज्यले विधि विधान बनाउन पठाएको हो, राज्यको तपाईँ हाम्रो ट्याक्सबाट उहाँले तलब खानुहुन्छ, उहाँलाई डामिएको, उहाँ पो पीडित हुनुभएको थियो। ती मान्छेलाई होस्टाइल गराएर, ती मान्छेलाई चाहिँ बदनाम गराएर आफै चाहिँ फाइदा लिने पात्रलाई खोजेर ल्याएर जसरी प्रयोग गरियो हाम्रा विरुद्ध, यदि यो सम्मानित अदालतले आज हस्तक्षेप नगरेको भए भोलिदेखि विरोधी हरेक मिडियाका क्यामेरा जफत हुन्थे, ल्यापटप जफत हुन्थे, छापाखाना जफत हुन्थे र पत्रकारहरूले जेल बस्नुहुन्थ्यो। यो बाटो खुल्थ्यो। आज यसमा एउटा ब्रेक लागेको छ। राज्यको एउटा निरङ्कुशता, जङ्गली तन्त्रमाथि एउटा कानुनी हस्तक्षेप सम्मानित अदालततर्फबाट भएको छ। तपाईँ सम्पूर्ण मिडियाकर्मी साथीहरू आज एक नभएको भए, यो एकता नरहेको भए हामीमाथि अरू प्रहार हुनेवाला हुन्थ्यो नै। म 5 दिन हिरासतमा बसेँ। म लागु औषध कारोबारीहरूसँग ग्रुपमा मलाई समूहमा राखेर सुताएर, कोहीसँग भेट्न नदिएर, वकिलहरूसँग मेरा कानुनका परामर्शदाताहरूसँग छलफलै गर्न नदिएर, सम्पर्क आउन नदिएर जसरी चाहिँ आवाज बन्द गरेर हतोत्साही गर्ने, डिमोरलाइज गर्ने र यस्तै रहेछ म अबदेखि आइन्दा बाबा लेख्दिनँ भन कलम कान समात्ने स्थिति उत्पन्न गर्न खोजिएको थियो। म 16 वर्षको उमेरदेखि 9 कक्षा पढ्दादेखि यो पत्रकारितामा छु। मैले हारेको छैन, म हार्दिनँ र तपाईँहरूको साथ सहयोग रहेकोसम्म म अझै लडिरहन्छु। किनभने म नमरेसम्म मैले देखेको कुरा लेख्नु छोड्दिनँ। यस्ता अडचनहरू मैले सङ्कटकालमा झेलेँ। पञ्चायतकालमा म 9 कक्षा पढ्दा जेल बसेको छु। 46 सालको परिवर्तनमा जेल बसेको छु। 62-63 पनि म जेल बसेको छु। सङ्कटकालमा किनभने मैले विशुद्ध सत्ताका गल्तीहरू उजागर गरे बापत मैले यो सजाय भएको हो। मैले लेखेको कुरा के गल्ती साबित भयो? तपाईँहरू हेर्नुहुन्छ, हामीले लेखेका कुराहरू, जनआस्थाले लेखेका कुराहरू, गौरीबहादुर कार्कीको छानबिन रिपोर्ट दबाइएको थियो, त्यो कसैलाई चित्त बुझेन बाहिर ल्याएको कुरा। त्यसपछि धेरै घटनाक्रमहरू छन् ती कसैलाई चित्त बुझेको छैन। फुटफिट भएन मलाई। मानसिक तनाव सबभन्दा ठुलो कुरो पत्रकारलाई एउटा पन्छीलाई पिँजडामा ल्याएर थुन्यो भने के हुन्छ? स्वतन्त्रता हन्नु भएन। कुनै किसिमको मानसिक टर्चर त्यस्तो केही भएको थियो सोधपुछको क्रममा? या केही सोधपुछै भएन, बयानै भएन। वकिलहरूसँग पनि बयान भयो। यो त लगेर थुनेर जति सकिन्छ 25 दिन थुन्ने, त्यसपछि अरू मुद्दा थप्दै जाने र कुहाइदिने, यो खेल थियो। तपाईँलाई समात्र लिएर यो त्यस पश्चात तपाईँको सञ्चार क्रियामा जसरी कम्प्युटरहरू नै उठाएर यो चाहिँ शाही कालमा कस्तो थियो? तपाईँको अनुभवी मान्छे हुनुहुन्छ, पञ्चायतकालमा कस्तो थियो? जनआस्थाको कार्यालयमा आउनु तपाईँले बुझ्नुहुन्छ नि, छाप मलाई पक्रेको होइन, त्यो सुरुवात हो, त्यो निगो होइन। अफिसबाट, घरबाट डिभाइस लानुपर्ने, केटाकेटीको ल्यापटप लानुपर्ने केही जरुरत छ? त्यो कम्प्युटर निर्दोष होइन। हाम्रो हातबाट सूचना सम्प्रेषण हुने ठाउँ होइन। त्यो सबै किन लगियो भन्दाखेरि सूचना कसले सम्प्रेषण गर्दैछ, कसले सूचना दिन्छ, के प्रमाण छ,
भनेर स्टिकुटीमा गएर चाहिँ 2 महिनापछि पनि डिभाइस कब्जा गरिएन। धेरै कुरा त्यहाँ छन्। अहिले मैले धेरै भनिनँ। तपाईँ अर्को मुद्दा पनि लगाइएको भनिएको छ। उहाँले गत बुधबार जनआस्थामा छापिएको जुन समाचार छ उहाँ सम्बन्धी फोटो छापिएको छैन है। फोटो छ हामीसँग, छापिएको छैन। फोटो चाहिँ छ। यथास्थिति बादमै छ। फोटो छ। त्यो छापिएको कुरा लिएर उहाँले खण्डन पठाउनु भएको छ जनआस्थाको इमेलमा बुधबार नै। त्यसको लागि बुधबारको छापिनको लागि बुधबारै आउनु पर्यो। उहाँको लागि भनेर छुट्टै आइतबार पत्रिका छुट्टी छाप्ने कुरा हुँदैन, प्रक्रिया हुन्छ। बुधबार छापिएपछि फेरि यो भनेको त फेरि अर्को प्रक्रिया। राज्य तपाईमाथि प्रेस काउन्सिलमा उजुरी परिसकेपछि प्रहरीले छुट्टै उजुरी लिन मिल्ने हो। हामीलाई सिधै इमेल पनि आएको छ। उहाँको प्रतिक्रियालाई हामी ठाउँ दिन्छौँ, उहाँको भनाइलाई हामी ठाउँ नदिन्छौँ।